हेलो गुड मर्निङ सबैजनालाई है। म तपाईहरुकै साथी देवेन तामाङ है। आज मेरो जन्मथलो मार्केस्टोक टी गार्डनको हिस्ट्री मतलब जुन चाहिँ इतिहास थियो त्यो बताउन गइरहेछु है। बडो सुन्दर अनि अति मन छुने दृश्यहरू रहेको छ हाम्रो यो मार्केस्टोक टी गार्डन है। जहाँ गए पनि जे गरे पनि आफ्नै ठाउँ आफ्नै जग्गा प्यारो लाग्दो रहेछ है। अनि यो हो हाम्रो मार्केस्टोक टी गार्डनको टी म्यानुफ्याक्चरिङ फ्याक्ट्री है। हाम्रो यो मार्केस्टोकको जुन चाहिँ मतलब इतिहास छ, इतिहास चाहिँ निकै पुरानो अनि निकै कारुणिक रहेको छ है। पहिला यसलाई मार्केस्टोक भन्नुभन्दा पहिला यसलाई बडा रिङटाङ भनेर चिनिने गर्थ्यो है। सन् 1850 मा सञ्चालनमा आएको यो हाम्रो मार्केस्टोक टी गार्डनको नामकरण पछाडि एउटा धेरै मायालाग्दो कथा मतलब मायालाग्दो ब्रिटिस कथा जोडिएको छ है। किनभने यो हाम्रो मार्केस्टोक सञ्चालनको टाइममा यहाँ ब्रिटिसहरूको नै राज थियो है। ब्रिटिसहरू नै यहाँनिर बसोबास गर्ने गर्थे। ब्रिटिसहरूले नै यो टी गार्डन तपाईको सञ्चालनमा लिएको थियो। जुन कथा रहेको थियो त्यो काल्पनिक कथा हैन, एकदम रियल मतलब साँचो कथा हो है। त्यस टाइमका जुन चाहिँ हाम्रा यहाँ मार्केस्टोकका ब्रिटिस म्यानेजर हुनुहुन्थ्यो मिस्टर क्रुस्क्याङ्की, उहाँकी छोरी 1927 मा मतलब आफ्नो भ्याकेसन आफ्नो छुट्टी मनाउन यहाँ आएकी थिइन् है। हाम्रो यो मार्केस्टोकमा आएकी थिइन्। अनि त्यस टाइम त हाम्रो यो मार्केस्टोक टी गार्डनको नाम बडा रिङटाङ भनेर चिनिने गर्थ्यो। उनी यहाँ जब आएकी थिइन् उहाँलाई यहाँको प्राकृतिक सुन्दरता, हरियालीहरूले यति मन्त्रमुग्ध बनाइन् कि जब उहाँ आफ्नो छुट्टी सकेर घर फर्किने क्रममा आधा बाटोमा आफ्नो बुबालाई भनेकी थिइन्, बाबा उनले बाटोमा बुबालाई भनेकी थिइन् म फेरि यही बगानमा फर्किने आशा गर्दछु भनेर आफ्नो बुबालाई भनेकी थिइन्। दुर्भाग्यवश है उनी यहाँबाट आफ्नो ठाउँमा फर्किने क्रममा समुद्रको बाटोबाट 4 महिनाको लामो यात्रामा उहाँलाई एउटा रोगले भेटेर त्यही नै उहाँको निधन भएकी थिइन्। छोरीको यस्तो दुःखद निधनले विक्षिप्त बनेका पिताले छोरीको अन्तिम इच्छा र उनको स्मृतिलाई सधैँ जीवित राख्न यो बगानको नाम परिवर्तन गरेर बडा रिङटाङबाट मार्केस्टोक राखे। यो चिया बगान आफ्नो प्रिमियम गुणस्तरको चियाका लागि विश्वभरि प्रसिद्ध छ। यसबाहेक यो बगान पश्चिम बङ्गालको चिया उद्योगमा सङ्गठित मजदुरको आन्दोलन जन्मस्थल पनि मानिन्छ। मजदुरहरूको हक हित र कम ज्यालाको विरुद्धमा सन् 1925 जुन 25 मा यहाँ एउटा ऐतिहासिक आन्दोलन हडताल भएको थियो, जसको इतिहासमा निकै ठुलो महत्त्व रहेको छ।